गाइस वेलकम छ फेरि तपाईहरुलाई जगडे भाइको भ्लगमा। र आज हामी चाहिँ कहाँ आएको भन्दाखेरि चाहिँ आज हामी चाहिँ बिहामा जानुपर्ने हुन्छ है। र हाम्रो गाउँमा चाहिँ दिदीको बिहा छ र जगडे भाइ चाहिँ बिहातिर गइदिएको। कस्तो ह्यान्डसम भइदिएर हैन, अलिकति मम्मीको क्रिम सिम लगाइदिएर अलिकति ह्यान्डसम भएर जानु पर्यो नि त हैन। अब सोल्टिनी त के भन्नु, हाम्रै गाउँ ठाउँको हो, सन्जु र हाम्रै दिदीहरुको गाउँ हो। सोल्टिनीहरु नहेरौँ है, आज चाहिँ कामपट्टि फोकस दिउँ किनकि दाजुको दिदीको बिहा हो र हामी प्रम दिदी हो है, काम गर्नुपर्छ गाइस। र आज चाहिँ म फुल्ली भिडियो बनाउनु पाउँदिनँ किनकि हाम्रो दिदीको बिहा र के कस्तो हुन्छ र पनि तपाईँलाई देखाउने कोसिस गर्छु। र हेरिदियो भने चाहिँ जगडे भाइलाई लाइक सेयर अनि कमेन्ट गर्नुपर्छ नि। फेरि अस्ति यस्तो टक्क हेरेर जानु भएन ल। र अब म तपाईँहरूलाई कन्टिन्यू देखाउनेछु है, र अन्तिमसम्म हेरिदिनु होला। बहिनीहरू आइसकेको रहेछ। बहिनी हो, भाडा मलाई ठाउँ यहाँ छ, भाडा मलाई ठाउँ यहाँ छ है, सिधै बारमा आइदिएको। पानीपुरी छ यहाँनिर, पानीपुरी खानु गएको। बिग फ्यान भन्दै जा, ठिकै छ बहिनी? ल चढ्नु सक्यौ? के गर्नु आएको तिमीहरू यहाँ? यहाँ हाम्रो ओपरेटर दाइ त यहाँ, हाम्रो ओपरेटर दाइ त यहाँ यस्तो हुनु चाहिँ कोट पेनमा चाहिँ ओपरेटर छ। आज सिङ्गल हो, यो मान्छे पनि सिङ्गल हो। 4टा बुढीले बिहा गरेर छोडेको जस्तो छ तर अन्त चाहिँ सिङ्गल चाहिँ सिङ्गल हो कि। यता हेर्नु, यो गरिदिनु न, यही पारा बेली नहेरेर कता भन्ने केटा होइन, भन्ने केटा हो। के गर्दैछ? हेलो गाइस, हेलो मेरो छोरा। हेलो हेलो। योगी भाइको ब्लग आएन भन्छ। योगी भाइले त यहाँनिर डाँडो हराउँदो रहेछ नि त यहाँनिर। के बोलिस् त? योगी भाइको ब्लग आएन भन्दै थियो कि। खाली अर्काको बिहामा त खाना बनाउने भनेर हुन्छ, कमिङ सुन। र गाइस सधैँ हाम्रो जो सेलरोटी घुमाएको रोटी हाम्रो बडीले बनाउँदैछ। बडी खै मैले चाहिएको हाम्रो बडी राम्री भएर बसिरहेको रहेछ नि त। के हो त्यो? सुन्नु न, मेरो पनि गर्दै गर्नु न एकछिन है। मलाई झगडा हाम्रो आन्टीले यहाँ चाहिँ घुमाउँदैछ। सुई घुमायो घुमायो। र हाम्रो यहाँनिर बडा घुम्यो 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 लु घुमायो। वाउ, यो हो सेलरोटी घुमाएको रोटी, डबल ओले हो बडी। अन्त यतिको चाहिँ बनाउनु पर्ने हुन्छ है। ल गाइस हाम्रो बडी पनि कन्ने हो है। ए है होइन अरे मार्छ कन्ने होइन है गाइस। मारे 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 भाग। हाम्रो गाउँमा बिहा मरो केही परिहाल्यो भने चाहिँ अब कार्य पऱ्यो भने चाहिँ पानी चाहिँ प्रशस्त हुन्छ है गाइस। पानी छैन भनेर चाहिँ हेला नगर्नु है हाम्रो गाउँलाई। यस्तो राम्रो कामतिर त पानी दामी हुन्छ नि हाम्रोतिर। पानीको ठेकेदार हो उहाँ चाहिँ। हेलो, रुँदै रहेछ, रुँदैछ। के भएर रुगेको नि? लकन्डी बस्नु पाएन होला सायद, त्यो रुको। बहिनी किन रुको? लकन्डी बस्नु पाएन भनेर नरु नरु नरु। बेहुलीको साइड लुक्स यता हेर्नु। अन्त यति चाहिँ हुन्छ है, घायल बनाइदिन्छ नि आम्बो। यतिको चाहिँ हुनु पऱ्यो नि त, यतिको चाहिँ बेहुली हुनु पऱ्यो नि त। लगन्डी पनि खराब हो। लगन्डीसँग डिल गर्नु पर्ला जस्तो त 50-50 ल पैसा चाहिँ। हाम्रो मेरो गुण आएको छ बहिनीहरू। यो चिजको थियो। तिम्रो त कसले क्यामेरा फोटो खिच्दैन ल, मै खिचिदिन्छु ल। तिम्रो पनि खिचिदिउँ न। यतिको चाहिँ हुनुपर्ने हुन्छ है। फोटो सुट आउट हुँदैछ यहाँनिर। रिबिन काटेको पैसा हाल्दैछ यो केटाले चाहिँ, भाग्नु पाउँदैन अहिले। बेहुलीको बाउ यहाँ छ। यतिको चाहिँ हुनुपर्ने हुन्छ बेहुलीको बाउ। अन्त पोजियो हो नि त, दामी छ। यतिको चाहिँ हुनुपर्ने हुन्छ है। हाँसा हेर्दाखेरि बाउको स्मेल हेर्न पहिला। अम्बो मिरातीलाई त तोपले ताक्दैछ त मिराती। हेलो रिदम, यहाँ हेर्न ला। खोइ प्रतिमको त रहेन रहेछ त यार। खोइ तेरो त छैन त। अन्त प्रतिमलाई पनि लगाइदिनु पर्थ्यो नि कोटहरू। खोइ कोट पेन
खै टाई 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 छैन है स्कुलको टाई लाएर आइज ल अब बेहुला पनि यतिको चाहिँ हुनुपर्ने हुन्छ तर सिधै बेहुलाको भाइलाई देखाउनु पर्ने हुन्छ है खराब हो नि जन्ती पार्टीबाट चाहिँ हाम्रो फुपालाई त अघि ढोकसोक गरिदिएँ मैले अघि नै ढोकिदिएको नि केक अहिले केक त पाउँदैन होला फोटो खिचिदिरहेको एउटा हामी जसले केक काट्नु तखन हल्लिदिनँ नि म यहाँबाट ल भिडियो गर्दै बस्नु पऱ्यो अन्त ढुक्कै भइरहेको छ म क्याम्पो खुस भएको छैन त्यति खुसी भएर तपाईँ त्यति साइल भगरको जरुरत भयो यहाँनिर के हो यो फेरि यत्रो लामो यो सबै छ अगाडि बढ्नुपर्छ खुसी भएर हर्षित रिङ एक्सचेन्ज हुँदैछ है गाइज ताली फुक्नु न बेहुलीलाई पालै किलो आशीर्वाद दिन सक्नुहुन्छ आमाले केक नखाइछ भगर भाइ आयो टाटा त्यहाँ बियर बियर खाने बियर कि रक्सी त्यहाँ खाने र गाइज देख्नु होला मेरो पेजहरू पुरै छ नि अब बारको होले कि यी अब सुरुवात हुँदैछ हाम्रो पहिला त यी खराब बुढो बाएको आएको छ यहाँ टचिङ सेकेन्ड कस्टमर मेरो यस गरिदिनु न अन्त यतिको चाहिँ हुनु पऱ्यो नि त यो साइल भाइ चाहिँ अस्तिदेखिको पानी पनि खान नपाने आएको पुरा खानिन्छु खान्छ कि 5 पल्ट भइसक्यो कस्तो पोलिन्छ लाने क्या कति रुपियाँ दिनुहोस् भिडियो बनाएको भिडियो हालेर कति रुपियाँ दिन्छ सर 100 रुपियाँ दिन्छ 100 रुपियाँ मात्रै मैले भिडियो बेच्दैछु गाइज भाइ यति साह्रो पपुलेटिभ भएछु म पनि अब भन्ने कुरा थाहा भयो मलाई अब किनेर त 100 रुपियाँ खान्छ भोक्न त कति खान्छ होला यसले अब हेरौँ भोक्न त बहुत पर्छ अब दामी खान्छ मैले बनाएको हो र ल हेर यहीँ गर्दा पानी पनि खाएको हेर्नुहोस् है ल झोल त सबै खाइसक्यो झऱ्यो भुक्का सेर हिमा पाउँदैन कति खान्छ केटाहरूले लु अन्त यतिको चाहिँ हुनुपर्ने हुन्छ कप खाना साला खानु नपाएको होला छिना हेर न 20 वटा खाएर पनि केही नभएको जस्तो भइरहेछ केटालाई यतिको चाहिँ हुनु पऱ्यो यतिको चाहिँ 20 वटा भइसक्यो खाएको हेर न 20 वटा यहाँ 40 वटा भयो 40 वटा लाग्छ भने छैन है तिमीहरूलाई यहाँ चाहिँ उसले खाना खान्छ अरे कि यो सकेरमा जान्छ अरे नि त यो सक्नु पर्ने भयो हामीले यो सक्नु पर्यो क्या अब यहाँ ठिकै छ ल छिटो घटाउनु परेन नि खाना खान लागि अन्त उसले पनि सक्ने बित्तिकै जुलापी होइन हाम्रो प्लेट पुस्ने दाजु हामीले चाहिँ उहाँलाई चाहिँ हामीले पाकिस्तान लाइनबाट ल्याएको मन्जाको है अन्त हाम्रो यहाँ पनि हुन्छ पानी घटा लाइनबाट उहाँ चाहिँ सिधै रोटी तपाईँको तातो भात हामीले प्लेट पुस्नु ल्याएको मन्जाबाट भन्दा भिडियो बनाउँदैछ के हो यो ओ दाल पुदिनाको दाल भन्नु त भएन यस गरिदिनु सन्चै हुन्छ के हो यो भैँसीको मासु हाम्रो जोजोले हाल्नुहुँदैछ यहाँ हाम्रो भाउजू चिकन के हो यो मटर पनिर
मटर पनीर के हो यो मन्चुरियन गोबी मन्चुरियन मान्छे मात्रै देखाउँछ म त देख्दिनँ है त्यो के यो खोइ देखाउनु ल यो भएन यो के हो यो मिक्स सब्जी रीतिका यस्तो रहेछ यो सब्जी नि फ्यात्तै परेको भनेर अरूले भन्दैन भन्नु नपत्याउनु होला के हो तिमी यहाँ हेर न अरूले देख्छ भनेर यहाँ छोपेको हाँसेको स्विट रीतिका जस्तो स्विट छ यो जलेबी पनि अन्त हामी दाइको आइसक्यौँ है हाम्रो दाइ चाहिँ अब यहाँको अलराउन्डर हो भाँडा मोलिहालिन्छ होइन ए हाम्रो बडा पो आएछ केही बोल्नु सकिनँ होइन ए हाम्रो पानीवाला भाइलाई त देखाउने बिर्सेन सर अन्त के छ साथी यस्तै ह्यान्डसम भए त नआउनु हौ घायल हुन्छ त हौ यार केटीहरू पहिलाको त भ्लगरै थियो क्या फेरि भनिदिनु हेलो गाइज भनिदिनु रिदिङको अन्त के को मासु खानु सब्जी मिठो भएको छ हाम्रो गाउँको केटाहरूले मिठो बनाउँछ है सुसे भला पनि फेल गराउँछ हाम्रो यो मन्जाको दाइले त के पनि हेर्दैछ मलाई यहाँ मेरो हेटर्सहरू त यहाँनिर के भन्दैछ फेरि पुरी खाएनौ साथी तिमी बिटिएसको फ्रेन्ड हो ठिकै हुनुहुन्छ अन्त सन्चै हुनुहुन्छ हाम्रो एन्टी लजाउँदैन नि लजाउँदैन है तपाईँ हाम्रो केटाहरू है 20 केबी बाकल त केटाहरू त केही नभनी बोक्छ अन्त केही भएको छैन केटाहरूलाई केही भएको छैन अन्त केटाहरूलाई जस्तो त्यस्तै यत्तिकै हुनु पऱ्यो नि त होइन केही भएको छैन गलिया छैन हानिदिन्छु अहिले म केही भएको छैन गलिया छैन ए यति त हो केटाहरू त रोएर बिता दिनु हुँदैन है काका हाँसेर बिता देऊ Ready? Thanks for watching guys. आजको भिडियो यहाँनिर म हिन्ट गर्दैछु यति भन्नु लाइक शेयर कमेन्ट गरिदिनुहोस् होला लभ यु सबैलाई जगडे भाइको एउटा